जसेले चरम दण्ड पाउँदा मालिनीलाई मैले साह्रै नजाति काम गरेछु भन्ने सुत्ती आयो अनि यसको प्रतिक्रियाले उसलाई धेरै दिन प्रचण्ड रूपले पिरोलिरह्यो। तर दिन जति बित्दै गए उति त्यो प्रतिक्रियाको भयङ्करता हराउँदै गयो। उसले बल्ल निन्द्रा पाउन थाली अनि फुङ हराएको उसको अनुहारमा यौवन सुलभ रङ फेरि चढ्न थाल्यो। कमान छाड्ने राति जसेले उसको दैलोमा छाडिराखेका फर्सीका गट्टा र इस्कुसको कोसेली उसले घरभित्र त लुकाई, तर 2 दिनसम्म तिनलाई छोएन। उसलाई यो एउटा प्रहेलिका जस्तो लाग्यो, जसले साटो फेर्न जानापालाई मन्त्र फुक्नलाई वरी मलाई बिगार्न छाडिराखेको होला भन्ने उसको अन्धविश्वासी मनमा पर्यो। कसैले नदेखेको बेला इस्कुस र फर्सी खोल्सामा मिल्काइदिने मन भयो। कसैलाई दिउँ त्यो पनि अप्ठ्यारो, कहाँबाट पायो भनेर सोधे के जवाफ दिने, अन्त कुरा कहाँ पुग्ने हो। शङ्का र लोकनिन्दाको माझमा पर्दा ऊ हत्तबुद्धि भई। तर एकछिनमा उसको पश्चातापी मन पल्ट्यो। होस मरे पनि मरु, खान्छु भनेर उसले गट्टा काटेर तिहुन पकाएर खाई। तर उसको टाउकोसम्म दुखेन, मर्नुको कुरा परै गयो। एक्लो जिउ जसले छाडेको कोसेली उसले 7 दिन खाई। त्यो खाँदा उसको मनमा एकचोटि अमिलो हुन्थ्यो। बेली छोकरी मरेपछि अब त साहेबले बेलायत गएर बिहा गर्छ होला। आधा उमेर ढल्किसक्यो, बिहा गर्न किन नतातिएको होला भनेर राइटर, सरदार र अरू पुराना कर्मचारीहरू साहेबहरू दार्जिलिङको क्लबमा गएका बेलामा भेला भएर आपसमा कुरा गर्थे। बडा राइटर भन्थ्यो, अरे तिमीहरूलाई के थाहा, साहेबहरू 40 नपुगुन्जेल आफूलाई छोकरा सम्झन्छन्। 40 नागेपछि मात्र जवान भए भन्दछन् र घरजम गर्ने मेलो गर्छन्। अब हाम्रो बडा साहेबले बिहा गर्ला, फिक्री नगर। तर कोही बिहे नगरी बुढो खुन्छन्, कन्ने केटा भएरै मर्छन्। राजा खाललाई बिहा गर्ने के दरकार, मन बहलाउने सब इन्तजाम छ उनको। क्लब, खेल तमासा, जुवा, रेस, डान्स पार्टी, पिकनिक, हन्टिङ, फिसिङ, फरेनको 101 वाइन, लेडी फरेन। अन्त के खोज्नु, बिहा गर्ने फुर्सद कहाँ छ र? हामी गरिब गुरुवालाई जस्तो हो र? देश खाई शेष भएको अवकाश प्राप्त बेहराले भन्यो। बेली मरेको निकै महिना भएको थियो। त्यही पनि साहेबले मेम विवाह गरेर घर गृहस्थी गर्ला जस्तो लक्षण देखिएन। उसको नजर मालिनीपट्टि पो परेको छ भन्ने काने साउती सुनिन थाल्यो। कुरा खुस्काउने कोठीका चाकर र कोठी रुङ्नेहरू थिए। कुरा तथ्यहीन थिएन। जसलाई कमानबाट धपाइदिएकोमा मालिनीले गुण मानेकी होली भन्ने साहेबले अनुमान गरेको थियो। अर्कोतर्फ आफ्नो भित्री मतलब पूरा हुनमा बाधा खडा भएको हटाउने न्यु पाउँदा ऊ खुसी भएको थियो। उसले मालिनीलाई बिस्तारो बिस्तारो गुलियो वचनद्वारा वा अभिभावक झै सुख दुःखको विषय सोधपुछ गरेर उसको चित्त आकर्षण गर्ने चेष्टा गर्यो। मालिनी कमानकी एउटी अत्ना मजदुरी गरी खाने विधवा भए तापनि ऊ त्यति साह्रै लाटी थिएनन्। साहेबको चाला बुझ्न थालेकी थिए, तर आफ्नो गुजारा गर्नै पर्यो। जुन अवस्थामा भए पनि मान्छे मात्रलाई बाँच्ने इच्छा हुँदो रहेछ। कुनै प्राणी त्यसै आत्महत्या गर्न तयार हुँदैनन्। यो प्राणको यस शरीरको माया प्रबल हुँदो रहेछ।
सबैलाई अजम्मरी हौ भन्ने जस्तो लाग्दो रहेछ। मालिनीलाई अब यो छँदा खाँदाको नोकरी चट्टा छाडेर म एउटी असहाय दुखी आइमाई कहाँ जाउँ भन्ने भो। साहेबको कुदृष्टिबाट रक्षा पाउन के उपाय गरौँ कि कता लागु भनेर अरूलाई अर्थी माग्नु पनि लाज मर्दो। आफैले कुरा कोटाए जस्तो हुने। ऊ बडो अन्योलमा परी। दिन बित्दै गए। ऊ आफ्नो काम ठिकसँग गर्थी। आफ्नो झुप्रोमा आउँथी। कुसमयमा बाहिर निस्किँदैनथी। औ कसैलाई ऊ प्रति सन्देह गर्ने अवसर पनि दिँदैनथी। मालिनीको ग्रह बिग्रेको रहेछ भन्नु पर्यो। साहेबले उसलाई चाहना गरेको जो एउटा गन्ध हावामा मन्द मन्द चलेको थियो त्यो हराउला भनेको त उल्टा चर्को हुने छाँट देखियो। एक दिन साहेब फेरि खुस मिजाज देखाएर फूल स्याहार्दै गरेकी मालिनी नेर गएर उभियो। साहेब आफ्नो छेउमा आएर त्यसरी उभिएको मालिनीलाई पटक्क मन पर्दैन थियो। ऊ साहेब कोठीभित्र जाइदियोस्, उसको छेउमा नउभिदियोस् भनेर ईश्वरलाई मनमनै पुकार्थी। यसभन्दा बढ्ता ऊ के गर्न सक्थे। साहेब उसको रोजी रोटी दिने मालिक। उसले जसो गरे पनि हुने कमानको राजा। उसलाई 7 खुन माफ छ। कमानभित्र जे सुकै भन्न पाउने, जस्तो सुकै ऐन चलाउन पाउने उसको अधिकार छ। त्यसको प्रतिवाद गर्न पाइँदैन। खाली सुन्नुपर्छ, सहनुपर्छ, आफ्नै रगतको थोपा निल्दै वा हृदय जलाएर खरानी पार्दै। त्यस्तो अकाट्टै अधिकारमा अडिएर त्यसले मिश्री मिलाएका केही अनौठा शब्दहरूको प्रयोग गरी मालिनीलाई बेली छोकडी मर्नाले रिक्त भएको स्थानलाई पूर्ण गर्ने प्रस्ताव आकाशमत गर्यो। यस प्रस्तावले नीला पहेँला राता फूलहरूका बीचमा बसेर बगैँचा गोड्दै गरेकी मालिनीको अनुहारको रङ पनि एकैछिनमा त्यस्तै नीलो पहेँलो रातो भयो। उसलाई त्यही धरतीमा बिलाउ जस्तो लाग्यो। उसको शरीर झमझमाएर ऊ निहुरिरहे। अघि अघिका युगमा कैयौं अलौकिक घटनाहरू हुन्थे। सत्य, पवित्रता र गम्भीर विश्वासको फलस्वरूप। तर यो सन्देह, घैमल, अविश्वास र असद्राको घोर कलिकालमा जडवादी घडीको काँटा किन पछिल्तिर सर्थ्यो। केही पल बितेपछि उसको अनुहारमा रङ फेरिन छाड्यो। अझ पनि आफ्नो अघिल्तिरको छाया नसरेको देख्दा उसले पुलुक्क मास्तिर हेरी अग्लो गोरो कैला जुङ्गा र केस भएको साहेब मुसु मुसु हाँस्दै उसलाई हेरिरहेको थियो। मालिनीको भित्र साहस बटुलेर बल उब्जियो र उसले प्रतिवाद गरी, साहेब, तिमी यति ठुलो मालिक भएर कस्तो कुरा गरेको? यस्तो कुरा मसँग नगर। म अरू आइमाई जस्ती होइन। ऊ भनाउँदै त्यहाँबाट उठेर अलिक पर गएर भुइँको झार बेधडक उखाल्न थाले। साहेब त्यहाँबाट उठेर कोठीतिर लाग्यो। मालिनीले उसलाई अरूले नसुन्ने गरी सकेसम्म सरापी। कुरा त्यतिमै टुङ्गिएन। साहेबले अर्कै चाल चल्यो। कमानमा उसले कति मानिसलाई छानेर आफ्नो हतियार बनाएको थियो। तीमध्ये ज्यादै पत्यारो थियो च्यावाला सरदार। निमेकको सोझो हुनु भन्ने उक्तिको आडमा उसले साहेबको प्यारो हुनलाई मौका हेरी हेरी निकै गर्नु नगर्नु गरेको थियो। साहेबको क्रूर शासनमा ऊ एउटा दरिलो सहायक बनेको थियो। साहेबले जति नै अन्याय बोलोस् कि गरोस् न ऊ कहिले विरोध गर्दैन थियो। जसको जौँ खानु उसको जुङ्गा मोल्नु कहिले हुन्थ्यो भनेर कमानका मानिसहरूसँग ऊ सधैँ साहेबको पक्षमा बोल्थ्यो।
साहेबले उसलाई एक दिन एकान्तमा बोलाएर दुःख सुखका कुरा गरी टोपल्यो अनि निकै ठुलो बक्सिसको लोभ देखाएर आफ्नो लागि नयाँ छोकरीको भर्ना गराउने भार उसलाई दियो। चियावाला सरदारले यस्तो काम अनकानी गर्यो, टार्ने कोसिस गर्यो अनि आफू पन्सिनलाई अरू जुक्ति वा अरू मान्छे देखाइदियो। तर साहेबले लिडे डिप्पी गर्दा र फन्कन्दा उसले हार खानु पर्यो र एकपटक मालिनीसँग कुरा गरिदिन ऊ तत्पर भयो। एक साँझ कहिले नआउने चियावाला सरदार आफ्नो झोपडीमा उपस्थित हुँदा मालिनी छक्क परी। घरभित्र पिरामा बसेर दुखचुक मान्दै भए तापनि पहिले नै मालिनी रिसाउँछे होली भनेर थुमथुमाउने शब्द प्रयोग गर्दै साहेबको प्रस्ताव उसले मालिनीलाई सुनायो। मालिनी सन्न परी, प्रस्ताव सुनेर होइन, किनकि साहेबको यो प्रस्ताव उसका निम्ति बासी भइसकेको थियो। तर कुरा त्यहाँसम्म पुगेछ भनेर मुखबाट उत्तर दिन नसक्दा ऊ रोई। त्यही पनि चियावाला सरदारले उसको उज्जवल भविष्य देखाउँदै ललाई फकाइ गर्यो। तर मालिनीले बलियो मन पारेर भनी, मलाई तिम्रो छोरी बराबर सम्झ बाबु, यस्तो कुरा एकदम नगर, मेरो रक्षा गरिदेऊ बरु, नत्र फाल हानेर मर्छु। मालिनीको दृढ संकल्प सुनेर चियावाला सरदार तर्स्यो अनि सचेत पनि भयो। साँच्चै आफ्नी छोरी उप यस्तो कुरा आइलागे उसले के गर्ने थियो? यस प्रश्नले उसलाई विचलित गरायो। भइगो नानी, सुर्ता नगर, त्यस कुइरेलाई म टाढिदिन्छु। साह्रै गर्यो भने एउटा उपाय निकालौँला भनेर चियावाला सरदार घर फर्क्यो। निकै दिन उसले यो कुरा चेपेर राख्यो। तर एक दिन साहेबले फेरि त्यो कुरा सोध्यो। चियावाला सरदारले तिम्रो प्रस्ताव फेल भो भन्ने किसिमको रिपोर्ट त दिएन। तातै खाऊ जली मरो भन्नेपट्टि नलागौ। अहिले नाइनास्ती गरे तापनि बिस्तारो बिस्तारो त्यसको मन फर्कला, सबर गरौ न भनेर साहेबको मन राखिदियो। साहेबलाई टाढैबाट देख्दा मालिनीको मनमा ऊ प्रति घृणा उत्पन्न हुन्थ्यो। आफ्नो छेउमा आएर ऊ उभिँदा यमराज उभिए जस्तो लाग्थ्यो। त्यस्तोको छाया तक आफूमा नपरोस् भनेर उसले एउटा तरतिब गरी उसले लगतै आफूपट्टिको सरदारलाई भेटेर बिन्ती गरी, सरदार मामा, मलाई कमानपट्टि हालिदेऊ, अब कोठीमा काम गर्दिन। उसको अन्ध्यारो अनुहार देखेर सरदारले हुन्छ भन्ने आश्वासन त दियो। तर साहेब कहाँ गएर मुख खोल्ने उसको साहस भएन। मालिनीको बदली भएन होला भन्ने आशा पनि हरायो। निन्द्रा हराएकोले गर्दा मालिनीलाई साह्रै छटपट लाग्यो। ऊ आँगनमा निस्की। पूर्णेको रात भए तापनि तल धरती अँध्यारो भएको थियो। कालो मेघले जुनलाई ढम्म ढाकेको थियो। ऊ पिँढीमा बसी अनि मनमा त्यही कुरा खेलाउन थाली। अब कसो गर्ने? साहेबकी छोकरी भएर जुनी बिताउने कि कमानबाट भागेर अन्यत्र जाने कि केही गरेर पनि भएन भने आत्महत्या गर्ने? छी, ऊ साहेबकी छोकरी 1 नहुने, 2 नहुने, 3 नहुने, तब आत्महत्या गर्ने? त्यसो भए कमानबाट भाग्ने यही एउटा सजिलो बाटो छ। साँच्चै नै भाग्ने। जुनलाई ढाक्ने कालो मेघ पनि खस्केर अलिक तल पुगेछ। त्यसको शिखरमा समानान्तर जुनेली प्रष्ट देखियो। अति सुन्दर, स्वर्गीय। मालिनीले त्यो हेरिरही अनि उसले प्रेरणा पाए। मेरो पनि यो कालो ग्रह हटेपछि शुभ दिन आउला, यत्तिकै नरहला। कति दिन कति रात मनमा कुरा खेलाएर मालिनीले निर्णय गरी कमान त्याग्नै पर्छ।
तर कमानबाट भागेर कहाँ बास पाउने। उसलाई यी कति कुराले गर्दा जसेको बारम्बार सम्झना हुन थाल्यो। मेकी चिया कमानमा मानसिक पिरोलोमा परेकी मालिनीले गरेको एकार्ग स्मरणको अदृश्य सपनादनले दार्जिलिङ शहरमा हट्टा बाहिर भई बसेको जसेलाई बाडुली चलाउनसम्म चलायो अनि उसलाई मालिनीको यादले एकोरो पार्यो।